कति धेरै छन् जहिले पनि हामी आउने बेला मात्र किन भिड हुन्छ क्या यहाँ यति भिड छ पुरै छोडिदियो एकचोटि हल्ला त फसाइदिउँ न यहाँ एकचोटि सबलाई हल्लाएर यस्तो हल्लिन्छ भने यो के हल्लिएको छैन क्या यो त हल्लाएर तल झारिदिने विचार गर्ने त्यही त हिँड्दाखेरि हल्लिरहेछ अनि के गर्ने त ए हल्लाउनु न हल्लाउनु हल्लाइदिउँ पिङ खेल्न पाइन्छ हल्लाइदिन्छु म केही छैन ए मैले कहाँ भने त दिदी अब यहाँ हल्लाइदिनु पिङ खेल्न पाइन्छ भनिरहेको छु म हल्लाइदिन्छु भनिरहेको छु अब मैले भने होइन म हल्लाउँछु भनेर जसले ऊ त्यहाँबाट छ दिदी बाटो नहल्लिन न केही हुने त्यहीँबाट जाँदा पनि हुन्छ क्या त्यो हल्लाउनु भनेको यस्तो यो दिदी अहिले त हामी हिँडिरहेको छु यस्तो मजाले यो त हल्लिहाल्छ नि के गर्ने त झुलुङ्गे पुल हल्लाउने हो नि झुलुङ्गे पुलले हल्लाउने हो नि सकिँदैन हामी नोटिसै देखेको छैन त्यो नोटिस एकचोटि ठुलो बोर्डमा टाँसिदिनु पऱ्यो के नहल्लाउने भनेर पुल कि त्यो पुलमै नहिँड्ने भनिदिने भइहाल्यो हल्लिँदै हल्लिँदैन अनि अब मैले नोटिस राख्नु पऱ्यो क्या जसलाई डर लाग्छ त्यो पुलमा नआऊ भनेर अब पुल हल्लियो अरे अब त्यो हिँड्दाखेरि हल्लियो भने हामीलाई बाल्लै भएन नि यार हल्लिहाल्छ नि जबरजस्ती हल्लाएको होइन हामीले यो होइन र कलोनीमा टोक्क यो केटाहरू र पछाडिको यो क्या कलोनी भनेको क्या दामी छ होइन फरेन कन्ट्री सोसाइटी गाइस क्या दामी फिल आउँछ क्या बस्ने फिल भनेको यार केटा त उल्टा उल्टा नसोध्नु खुसी त्यो बस्ने फिल भनेको त्यो त्यस्तो फिल भनेको होइन नि त केटी देखेर आउने बेला सानो भाग्ने बाइकको नि पुरै कन्ट्याक्ट खाएर एमटी फिल्थ्यो यहाँ यस्तो वर्ष होला अहिले बाइकको फेरि धेरै चाउ छ नि अहिले चासो एकदम योमा एकदम यति मा कसम पुरा अमेरिकन जस्तो छ कोरियन भइहाल्छ नि जसरी मलाई आउन लाग्यो भयो हुन्थ्यो नि के जान्छ होइन मलाई थाहा नै म यहाँदेखि हाम फाल्दिने जहाँ त्यही कपाल मात्रै देखिरहेको छ पल्सरको मोटर क्या बगाएर को ऊ त्यो रेडवाला अगाडिको पल्सर एनएस हो एनएस 60 160 हो 160 एनएस वाह खायो नि त खायो म गाइस रुम पनि अब पुग्न लागिसक्यो थ्याङ्क यू लास्टसम्म हेरेर टक्क भिडियोलाई लाइक कमेन्ट समेन्ट गरेर सेयर गरेर सब्सक्राइब गरेर च्यानलमा यस्तो यस्तो मजादार भिडियोहरू आउँछ कमेडी भिडियोहरू र बाई गुड नाइट बात खतम